नमस्ते, तपाईहरुलाई स्वागत छ नवीन ब्लग्समा प्रेजेन्ट बाइ नवीन पुन। आज फेरि फिसिङमै आएको छु। 1 आवरको चाहिँ 700 हो। अनि आज चाहिँ म चाहिँ फिसिङ गरिरहेको छैन, किनभने तपाईहरुले थाहा पाइसक्नु भयो होला हैन, थम्बनेल हेरेर। लाइक सी इज फिसिङ है। अब कति क्याच गर्छ त नि 1 आवरमा, हाम्रो टाइम स्टार्ट भइसकेको छ। लेट्स वाच हाउ मेनी फिश शी क्यान catch. किन फुत्ता फुत्ता निकाल्छ त नि? अब चाहिँ पार्नुपर्छ है, ठुलो पर्नुपर्छ है गाइजहरु। झड्काखेरि उस गर्दाखेरि परेको नि बिचरा। फर्स्ट क्याच मर्न त मरेन नि, हो यस्तो पेटमै घुस्रेछ त। ठुलो पोखरीमा लिएर आएर है त्यत्रो माछा मारिदिन्छ खतरा हो नि। म ल फर्स्ट क्याच स्टार्टिङ भइसकेको छ। एन्ड वी होप you guys loving our video and हेरिराख्नु भएको छ होला। and she was so perfect to catch the fish, right? She was multi-talented guys, multi-talented. कस्तो लाग्छ तपाईहरुलाई कमेन्ट गर्न सक्नुहुन्छ। if you think she is multi-talented then please comment on the below. सब कुरा guys, let's hope this time guys we hook big one. अड्केको अवस्था है। किन बस्बे? फर्स्ट क्याच देखिहाल्नु भयो हैन। अनि यो प्लेस चाहिँ लाइक आशा गोया एकीको नजिकै छ। लाइक 1 मिनट जति हिँड्नुपर्छ। एन्ड यदि तपाईहरुलाई चाहिँ यो ठाउँ एकदमै आउनु मन लागिरहेको छ भने प्लिज आउनुस्। यति धेरै मान्छेहरू हुन्छ क्या, लाइक बच्चादेखि बुढाहरू हैन, सबै केटाकेटीहरू, भर्खरको नानीहरू, अनि लाइक वाइफ क्याटेगोरीको अनि सबै क्याटेगोरीको हुन्छ। एकदमै धेरै मजा लिइराख्नु भएको हुन्छ। जस्ट 700 and you can feel 1 hour enjoy हैन। यही हुन्छ हुक सबै एभ्रिथिङ यही हुन्छ। लाइक मार्ने अनि यही टक्क फाल्ने हो। हामीले चाहिँ लाइक त्यो इन्डिकेटरको टुप्पा चाहिँ ब्रेक डाउन गरेको थियौँ। एन्ड यो लट्ठी नै अर्कै दिएर पठाउनु भयो रहेछ ओनरहरूले ल्याएको। एकदमै राम्रो हुनुहुन्छ उहाँहरू। कस्तो मजाले तानेर गएको है। यस्तै भइरहेको छ, रमाइलो छ है। यदि उहाँले 1 आवरमा पनि हैन कति पनि माछाहरू तान्नु भएन भने चाहिँ अब उहाँलाई चाहिँ अब के पनिसमेन्ट दिने हो कि अब उहाँले ट्रिट दिने हो के चाहिँ दिन पर्ने हुन्छ। यो चाहिँ म नत्र मान्दिनँ मैले। यो त लास्टै ठुलो होलेङ हो यार, त्यतिकै राखेर
Finally she catch the fish. Look, let up. Wait. Look. You can feel it. Samata. सक्छौ? कस्तो लाग्यो? मजा आयो। खै अलि राम्रोसँग राखेर थम्बेल खिच्ने होला। एउटा थम्बेल खिचौँ। गर ल। जाऊ भन यो ह्यान्ड रड पनि सेकेन्ड टाइम है किनभने अहिले भर्खरै त्यो लाइक माछा हुक गरेर यसरी तान्ने बेलामा यस्तो भएर यस्तो तान्ने बेलामा चाहिँ माथिको त्यो टुप्पादेखि नै त्यो रोप हुन्छ नि त डोरी त्यो डोरी नै माछाले लगेको छ एन्ड त्यो चाहिँ एकदमै बिग क्याच थियो माछाले नै चुट्टाएर लगिदिएको छ सो अब हेरौँ फेरि कत्रो आउँछ उसले चाहिँ अहिलेसम्म चाहिँ दुईवटा माछा तानेको छ एन्ड नाउ अर्को पनि तान्ने लाग्छ जस्तो माहौल देखिरहेको छु मैले फिक्स चाहिँ भएको छैन सी लुक हर फोकस गाइस लुक हर फोकस if you guys didn't focus then you cannot catch the fish है एकदमै धेरै फोकस चाहिन्छ अनि अल्छीको लागि बल्छी हुँदैन हैन यो कुरा भित्तामा ट्याप टाँसेर आएन हुन्छ दिस गोन बी न्यू अपडेट है तपाईहरुलाई भर्खरै किनभने यहाँ चाहिँ हामी चाहिँ 3:15 को थियो यो चाहिँ हैन 3:15 मा इन्ट्री भएको थियो एन्ड यहाँ अहिले चाहिँ देखिछ कि छैन हो 4:16 हो अनि टाइम सकिएको छ and I'm going to add 1 hour for her. Let's see in 1 hour more 1 hour how many fish she can catch. Let's go. ल कमेन्ट हान्दै गर्ने ज्याम कमेन्ट हान्नु त ल उसको हौसला बढाउनुको लागि कमेन्ट्स आयो गाइस नेक्स्ट टाइम वी विल बी द नेक्स्ट प्लेस better fish better entertainment better everything was going to be better. ल फेरि सेकेन्ड क्याच ल बिस्तारै ताना त्यत्रो पावर नतान्नु न अर्को यता ताना छोडा
छुट्टी होइन त्यही हो चुट्टिया अब यो फेरि चुट्टिया बाबु यो यहाँ अड्केको म बनाउँछु है ल फेरि पनि क्या जाने है बाबुले लुक हियर माछा समातेर हेर त फाला ल पानी होइन यहाँ अड्क्याकै यो फेरि यो चुट्टियो है के भन्ने हो फेरि नछोड है नछोड है यो माछा They want also to catch the fish. यस्तै छ माहौल अहिलेको अब हाम्रो 2 घन्टा हुन लागिसकेको छ होइन बाबु तै पनि अब हाम्रो क्याच स्याज भन्ने प्याज भन्ने अब के भन्ने होइन त्यो हरेक कुराहरू चाहिँ अब त्यस्तै जस्तै भएर आएको छ मलाई चाहिँ एउटा कुरामा चाहिँ खुसी लागिरहेको छ लाइक के भन्दाखेरि चाहिँ जस्ट सी गिभ होइन उसले चाहिँ 100 दिइरहेछ आफ्नो त्यो कुरा चाहिँ एकदम बेस्ट लागिरहेछ सो पारे आफै ट्राई गरेर चाहिँ झिक्ने पनि आफै ट्राई गर बाबा 3 क्याच भइसक्यो त बिस्तारै स्लोमा त्यसरी लिएर आएर लाइक गुड वान ल त त्यहीँ भुइँमा राख यतापट्टि राख न त्यहाँनिर फस्छ नि त ल आफै झिकेर टक्कै आफै खाने यति हसिन मलाई मेरो बुढीले माछा मारेर पनि पाल्न सक्छ भन्ने कुरो प्रमाणित भएको छ है त गाइज लामो गरेर ध्याउ न लामो त्यस्तै त लामो चाहिँ लाइक घुप्टो गरेर नि त्यसलाई हो त्यस्तरी घुप्टो यस्तो कि टाउको यता यस्तरी अनि यहाँ मैले हातले यस्तो समातेछु फुत्किन्छ ल ल भयो यो उसबाट त निस्किहाल्छ ल ओके बिस्तारै पुच्छरमा समात न पुच्छरमा समात अनि यस्तरी मुख अगाडि गरेर हो त्यसरी छोडा तर यो चाहिँ कहाँ अड्केको पनि यो अड्के छैन मिठो क्या जान्न त बाबुले त फेरि बिस्तारै नातिकन हो बल्ल हावा खाएपछि ठिकै छ बिस्तारै 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 बल नगरिकन आरामले खेल्न देऊ कि मजाले खेल्न देऊ अब हावा खान लाग्यो यो हावा खाएपछि बल्ल प्ल्यात्त हुन्छ कि ल सेम घरो मारिरहेछ त कतिवटा भयो 5 वटा भयो ल कतिवटा भयो यो चाहिँ अलिक सानो रहेछ ल ठिक छ ल दामी यहाँ अड्के रहेछ बरा कतिवटा भयो 3-4 वटा पुच्छरबाट टाउकोमा चप्प She was doing so well, guys. 5, 3, 2, 1. So cute. You are late.
भन्नलाई रमाइलो भइरहेछ होइन अब के भन्ने अब माछा पडिरहेछ बेला बेलामा पडिरहेछ बेला बेलामा फुकिरहेछ केही छैन अब फेरि पर्छ है त Sure. Sure. Can you give 100? Yes. Where? Yay! The cat's fish, guys, the cat's big one. When we are going to catch fish? When? Oh. Here's the Big one, big way big one. She was training like a big one. It's one of them. It's gonna be not a big one. I have is medium one. Match the next Today is not a day for us. I have now this time. Hey, you are late. You are late. हाम्रो चाहिँ अनि 1 आवर एड गरेको पनि सकिन लागिसकेको छ एन्ड लाइक मजा आयो मजा अनि अहिले चाहिँ हामीले अब फर्किन पर्छ बिस्तारै किनभने टाइम धेरै भयो 2 आवर्स टु मच है आजको लागि अनि एकदमै रमाइलो भएको छ नेक्स्ट टाइम पनि यदि टाइम मिलेछ भने चाहिँ हामी चाहिँ आउनेछौँ सो होप यु गाइस लभ लाइक एन्ड सपोर्ट लास्ट क्याच भनेपछि मान्छे यस्तरी कुर्ची छोडेर गएर पनि फोकस भइरहेछ हैन यत्रो मेहनत गर्दा पनि है बाबु होइन बिस्तारै आराम से यस आराम से लाइक यसरी खेल्छौँ नि त्यसले बल गऱ्यो भने यसरी छोड्ने होइन बल गरे होइन बिस्तारै तान्ने त्यसले बल गर्छ फेरि छोड्ने लाइक यसरी आफै गर है यता यता लिएर आउनु यो त डेन्जर ठुलो छ बाहिर लिएर आएर जस्तै होल्याङले तान न तान बिग छ यार ल लास्ट क्याच राम्रो गरे ल देखाइदिउँ त लास्ट क्याच कस्तो गऱ्यो भने लास्ट क्याच गरिदिनु है मैला है ठुलै पर्यो ल खै राम्रोसँग ओके ल अब इन्डिङ गरिदिउँ हाम्रो भिडियो अलिकति यताबाट ल भयो धन्यवाद सबैजनाले हेरिदिनु भएकोमा अनि केही छ भन्नुको लागि के भन्ने है के भन्ने छैन
केही भन मजा आयो रमाइलो भयो आजको दिन कतिवटा पारेँ मैले खै 6वटा पऱ्यो होला 5-6वटा 7वटा कतिवटा पर्यो धन्यवाद सी यू हैन हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ अनि अहिलेलाई हामी बाई बाई गर्दैछौँ तपाईँलाई बाई 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 थ्याङ्क यू फर वाचिङ किप लभिङ किप सपोर्टिङ अस है त बाई बाई Hello, my check, and I'm returning at home, guys. है म चाहिँ अब फर्कँदैछु अनि तपाईँहरू पनि राम्रोसँग बस्नुभएको होस् भन्दैछु ल बाई बाई गाइज बाई बाई